हाम्रो पनि घर गएको हो। यहाँ अगाडि यस्तो पहिरो गएछ। यहाँ जेसिबीले चाहिँ सफा गर्दैछ। आज हामी घर जाँदै थियौँ नक्सल। यहाँ बाघपुल पार भएर चाहिँ यहाँ अगाडि ढुङ्गा झरेछ हो। जेसिबीले सफा गर्दैछ। जग्गा जग्गा रुखको डालाहरू रुखहरू पनि ढलेको रहेछ नि, ढुङ्गाहरू। यस्तो छ आजको रातिको पानीले चाहिँ। गभर्मेन्टले त अलर्ट गरेको थियो म्यासेजहरू छोडेर। पढ्नमा राम्रो दिमाग होस्, धेरै पढेर ठुलो मान्छे बनोस्। यसी आऊ, यसी बस आऊ कान्छी। हात धोएर आउनु पर्यो। आज चाहिँ यहाँ हाम्रो बडाको हातको टिका लाउन यहाँ हाम्रो बडा जो टिका लाउन आएको माइत घर। खुसी लाग्यो, खुसी लागिरहेछ यस्तो होइन। हजुर यसरी नै हरेक वर्ष आउनु है, बडाको हातबाट टिका लाउनु। के भन्नुहुन्छ? अब एक साल आयो, 2-3 साल आएन भने बेकार लाग्छ नि त। हमेसा राम्रै लाग्छ। आउँछु नि यसरी। भाग्य पनि होस् हर सालमा जुरोस्, त्यही त जुड्नु चाहिँ पर्यो। जुड्ने भाग्य साङ्गेले माग्नु पर्यो। हाम्रो साङ्गेसँग होइन है भने कस्तो लाग्यो मेमेको हातबाट टिका लाउँदा? राम्रो लाग्यो, एकदम ब्लेसिङ पाएको छ। अब फेरि पढाइ लेखाइ गरेर एकदम ठुल्ठुलो नोकरी गर्ने हुनुपर्छ। ओके भन्नु ल। ठुलो गरेर चामल उता छर्किनु। सिधा उता हुँदैछ हुँदैछ। आफूले हेर्दैछ। आमा कमेन्ट आएको छ। कमेन्ट हो तेरो यति लामो? खत अरे अघि बनाएर राख्छ। काकाले चाहिँ अलिक जान्दैन क्या, परदेशी हो कि बिचरा, परदेशमा जिन्दगी बिताएको। अनि सालमा एकताल आउँछ, त्यो पनि यादै हुँदैन कसरी लाउनु के लाउनु। काकालाई चाहिँ पुरा सिकाउनुपर्छ बिचरा। चामल छर्किनु उता पहिला, भगवानलाई पहिला। सबै बिजी रहेछ, एकजनाले मात्रै हेर्दैछ। कहाँ जानुभयो? आउनुहोस् न हौ। दसैँले त पुरा एकदम मनोरञ्जनमै छ के हो दसैँ अहिलेसम्म। सक्नु आँट्यो त, भोलि त लास्ट हो त। भोलि चाहिँ खानुपर्छ है।
आमामा पुकुलीलाई त दिएन त त्यसरी उरी बाबा पुकुलीलाई जान त चुप लागेर खदा लगाइदियो त यता यता ना उयोलाई ठुलोलाई अन्तबाट चाहिँ रेहानलाई रेहानलाई पहिला बाबु रेहानलाई पहिला बाउले जस्तो नाम कमाउनु बाउले जस्तो नाम कमाउनु पढाइ त सबैभन्दा ठुलो गहना अहिले पढ्यो भने त जे पनि गरेर खाइहाल्छ नि पढेको छैन भने त केही गर्नु सक्दैन त नानी अहिले त सानो नाति सबैभन्दा सानो मेरो नातिनीहरू हेरिरहेछ उहाँ ऊ यासी यासी यासीले हेर हात सेम छ त ला पुकुलीको छोरीले पनि लाएन त टिका मानेन लाउनु अलिकति टाउकोमा छर्किदिनु नानी छर्किदिनु नि टाउकोमा रोक्न निकालो ला के भयो तेरो फोन त स्विच अफ भयो ला चार्ज छैन रहेछ नि छोरीले पनि अब युट्युब खोल्ने पर्यो मेरो छोरी जान आँट्यो भने मेरो छोरी जानु भने त भाउजूले यतै आउनु ए भैलेनी खेल्नु जानु पुकुको घरमा ल्याइदिन्छु पुकुको घरमा अलिक भएन तेरो क्यामेरा उता उता माथि माथि जिउ त्यो शरीर उ त्यो जिउ नदेखाएर भित्ता हालेर आउँदो रहेछ अनि स्कुल छ एकैतामा छुट्टिदिनु नानीहरूलाई आमा सेम तिमी सानो छु त नानी कट्टा कट्टी ढोक्यो अनि तपाईँको आउँदैन भाइटिकामा यहाँ आउँछु अनि कहाँ लगाइदिने 13 मै अन्त खै नानी नानी हेलो गाइस भन्नु न होइन नि यता आनीले भन्देऊ न हेलो गाइस मायाले मेरो भदैनी हो निम्दिन मक्कु हो मक्कु मेरो आँगी भन न किची गरिदेऊ न किची गरिदेऊ अब मेरो भदैनी बहिनी र जोजोलाई माया गरेको अरे बिस्तारै नानी बहिनी गर्छ गुड मिलेर खेल्नुहोस् ल हुन्छ भन निम्दिन उको उको को कुट्दैन उको हो ननिकाल फोटो हेरेर योपालि हेयर स्ट्रेट गरेन आसो म नगरेको केही पनि भ्याएन त अब नगर्नु खालि गर्दिन अब कर्ली पार्ने गर्नु कर्ली छोरीको जिम्मा त आमा हरायो ओइ म त ला यो त खै म त पुरा मोटे नि मन्जिले त के भएर यस्तो मोटाको भगवान आउने बित्तिकै फेरि सानो एक्सिडेन्ट भयो मेरो यहाँ कहाँ ए साला हरामी एक्सिडेन्ट भयो ल सानो होस् ठुलो होस् एक्सिडेन्ट नै हो त टिका पनि राम्रो लगाइदिन्छ
सिकाइदिनु न मेरो आफूले चाहिँ मलाई युट्युब खोल भन्दैछ युट्युब खोल्छ अब युट्युब खोल्नुपर्छ सबले बनाउँछ अन्त होइन सबैले अब हेलो गुड मर्निङ भनेर बनाउँछ भने हामी पनि बनाउँदा केही हुँदैन मेरो छोरीले चाहिँ अब युट्युब खोल्नु भनेको नि त मैले युट्युब खोल्यो भने चाहिँ फाइदा हुन्छ किनकि फेसबुकमा धेरै टाइम लाग्छ होइन त्यसलाई एकदम ग्लो बनाउनुको लागि बेसी भयो नि त अहिले अबै साह्रो पर्छ फेसबुकमा ग्रोथ हुनु पुरा साह्रो पर्दैछ फेसबुक भन्दा युट्युब राम्रो तपाईँहरूलाई पनि म भन्छु हमेसा कि सबैजनालाई युट्युब खोल्नुहोस् युट्युबबाट चाहिँ हर महिना 12,000 15,000 20,000 थाप्नु पाउँछ कति खुसी 5,000 थाप्नु पायो भने वाह 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 क्या हुन्छ मेहनत त हो मेहनत गर्नुहोस् है लालच चाहिँ होइन तर यो चाहिँ के त अब हाम्रो होइन मेहनत गर्नुपर्छ अब होइन नि एउटा जस्तो कि युट्युबरले नि आफ्नो परिवार पाल्छ लगन गर्छ किनकि युट्युब खोलिदिएको बहुत राम्रो नि हो भन्नु भएको किनकि दुख अब कतिजनाको घर परिवार पाल्छ होइन कति खुसी लाग्छ अब घर परिवार पाल्छ युट्युबले हो त ल युट्युबले पालिरहेछ परिवार पालिरहेछ अनि त्यो रकलामाको के थियो रकलामा तिमीहरूको उताको त हो नि जयगाउँको मेरो बहिनी हो 6 वर्ष होइन 6 वर्ष सानो दिदी हो दिदी ओइ फेसबुकमा चाहिँ हाल्ने हो भने ठुलो भन्नु नि होइन है बिच्चामा 18 महिनाको ठुलो कहाँ हौ ए 6 वर्ष त होइन है 6 वर्ष हो त यो ठुलो सानो त हो त म भनेको के भन्छ अनुप्रभु पो त 2 वर्ष हौ अनुप्रभु पो 2 वर्ष त होइन त सबै हो तिमीहरू तिनैजना ए आसु त दबाईले फ्युज भएछ नि दबाई खाएर हो त बिर्सेस् है